बिरालोले चाहिँ सोच्यो अब मलाई खाने र यसले खाने दाउ गरेर ल्याएको रहेछ, अब खान्छ भनेर रुखमा चढ्यो। रुखमा चढ्यो, बिरालो रुखमा चढ्यो। बिरालो रुखमा चढ्यो। बिरालो रुखमा चढेपछि अनि अब यो बिरालो बाठो भयो, अब मैले खान पाउने भइन भनेर चाहिँ लु बिरालो भाइ, अब बिरालो भाइ हामी तिमी सानो भए पनि, तिमी सानो भए पनि म ठुलो भए पनि तिमीलाई गुरु मान्छु भनौ। गुरु मान्छु बिरालो भाइ भन्यो। अनि गुरु मान्यो, रुखमै छ बिरालो, रुखमै छ। अनि त्यहाँबाट रुखमा चढेपछि ल अब तिमी गुरु म चेलो भन्यो बाघले। अनि त्यहाँबाट त्यसो भनेपछि ल अब तिमी त्यसो भएदेखि अब नखाने भयो, उसले खाने भएपछि ऊ बाठो, बिरालो धेरै बाठो नि त, बिरालो बाठो। अनि त्यहाँबाट रुख चढेपछि लु अब तिमी गुरु म चेलो भन्यो। त्यति गर्दा पनि ल अब तिमीले मलाई रुखमा चढ्न सिकाइदेऊ, भिरमा चढ्न सिकाइदेऊ भनेर बाघले भन्यो। बाघले त्यसो भनेपछि अनि अब रुखभिर चढ्न सिकाइदिएदेखि बाघले बिरालोलाई खाइहाल्छ। बिरालो बाठो भयो। बिरालो बाठो भएपछि होइन अब यसलाई म सिकाउँदिनँ, नसिकाएपछि तँलाई म सिकाउँदिनँ, बाघ दाइ म सिकाउँदिनँ भन्यो बिरालोलाई। अनि त्यसो भएदेखि अब सिकाउँदैनस् त, पक्का पनि सिकाउँदैनस् भनेर चाहिँ अब तँ बिरालोलाई त तँलाई त के तेरो गु भेटे पनि म खान्छु भनेर भन्यो। गु भेटे पनि खान्छु भनेपछि त अनि गु भेटे पनि खान्छु भनेर डरायो। अनि त्यहाँबाट बिरालो डराएर माथि नि रुखमै छ, रुखबाट ओर्लेन। अनि बाघ झोक्केर चाहिँ जङ्गलमा खोइ घुर्र गरेर गर्चेर गयो जङ्गल गएपछि अब बिरालोलाई गु आयो बिरालोलाई। अनि ओर्लिनु त पऱ्यो त। अनि भुइँमा ओर्लिएपछि यसो सोच्यो, अब त मेरै गुसम्म त खान्छु भनेको छ, अब मेरै गुसम्म खान्छु भनेको छ भने गु लुकाउनु पऱ्यो भनेर चाहिँ बाल्लो खर्सिएर खाल्डो खनेर अनि त्यो बिरालाले गु पनि लुकायो। अनि त्यहाँबाट गु लुकायो देख्छ कि भने यताउता हेर्दै खान्छ कि बाघले भन्दै। अनि बिरालो घरतिर, बाठो बिरालो, चलाख बिरालो घरतिर आयो, बाघ जङ्गलतिर गयो। सिद्धो कथा त्यो सब्सक्राइब गर्नु होला सबैजनाले, सब्सक्राइब गर्नु। यस्तै कथाहरू सुन्नु हुन्छ भने सब्सक्राइब गर्नु होला, फलो गर्नु होला। धन्यवाद।